राष्ट्रिय स्वतन्त्र पार्टी चाँडै कोल्याप्स हुन्छ, देश फेरि पुरानै दलले चलाउने छन् भन्दै नेता वर्षमान पुनले गरे यस्तो कुरा सार्वजनिक। भर्चुअल लहर सकिँदैछ, नयाँ दलहरू हराउने छन्। अब नेपाली कङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टीले नै देशको नेतृत्व गर्नेछन् भन्दै यी शीर्ष नेताले गरे यस्तो कुरा सार्वजनिक। र नेपाली जनताहरूले नयाँ शक्तिलाई भोट दिएर गल्ती गरे, अहिले पछुताइरहेका छन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशमा केही पनि गर्न सक्दैन भन्दै नेता वर्षमान पुनले गरे यस्तो कुरा सार्वजनिक, सरकारलाई दिए यस्तो चुनौती। दर्शकबिन नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली खबर मञ्च। दर्शकबिनहरू सदा जस्तै आज पनि एउटा नयाँ रिपोर्टका साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू, यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई पुराना दलहरूले भने चर्को आलोचना समेत गरेका छन् भने त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले देश चलाउन नसक्ने र देश चलाउने पार्टी भनेकै नेपाली कङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टी हुन् भन्दै नेता वर्षमान पुनले यस्तो कुरा सार्वजनिक गरेका छन्। नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जालको लहरबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नरहेको दावी समेत गरेका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले राष्ट्रिय स्वतन्त्र पार्टी, रासोपा जस्ता शक्तिहरू चाँडै कोल्याप्स हुने र अन्त्यमा पुराना एवं स्थापित दलहरूले नै मुलुकको बागडोर सम्हाल्नु पर्ने उनले बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा सोचेभन्दा बढी सिट जितेको रासोपाप्रति लक्षित गर्दै नेता पुनले वैचारिक र साङ्गठिक आधार बिना आएका शक्तिहरू टिक्न नसक्ने उनले टिप्पणी समेत गरेका हुन्। त्यस्तै उनले सामाजिक सञ्जालको प्रभावमा परेर नेपाली जनताहरूले मत दिए पनि अहिले आएर मतदाताहरूले पछुतो मान्न थालेको पनि उनले दावी समेत गरेका छन्। सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो। नेता पुनले भने, भोट हाल्दा बुथमा मान्छे छैन तर भोट गन्दा हजारौं रहेको छ। यो भर्चुअल दुनियाँ र अनलाइनको लहर मात्र हो। यस्तो शक्ति तीव्र रूपमा माथि जान्छ र त्यसरी नै तल खस्छ उनले बताएका छन्। त्यस्तै नेता वर्षमान पुनले विचार, आन्दोलन, त्याग र बलिदानको जगमा बनेको शक्ति मात्र स्थापित हुने तर्क गरेका छन् भने नेता पुनले विगतको निर्वाचनमा मध्य प्रदेशमा सीके राउतको पार्टी ठूलो शक्तिका रूपमा उदाए पनि अहिले अस्तित्व सङ्कटमा परेको उदाहरण समेत दिएका छन्। त्यस्तै 79 को चुनावमा मधेसतिर सीके राउतको ठूलो पार्टी भएर आएको थियो, अहिले ती कता छन् भन्दै उनले प्रश्न गरेका छन् भने छिटो उठेको आन्दोलन त्यसरी नै तीव्र रूपमा तल जान्छ। आगामी स्थानीय चुनावसम्म पुग्दा यस्ता नयाँ भनिने शक्तिहरू हराएर जान्छन् र फेरि नेपाली कङ्ग्रेस, नेकपा एमाले र माओवादी जस्ता स्थापित दलहरू नै अगाडि आउने उनले बताएका छन्। त्यस्तै उनले मुलुकलाई सुकुम्बासी बस्तीदेखि मधेसका ग्रामीण क्षेत्रका जनताहरूले नयाँ शक्तिलाई परीक्षण गरे पनि उनीहरूबाट परिवर्तन सम्भव नरहेको बुझिएको पनि वर्षमान पुनको भनाइ समेत रहेको छ। त्यस्तै नेता पुनले भने, भोट दिने मान्छेहरू अहिले गल्ती भयो भनेर माफी मागिरहेका छन्। काम गरेर नेताहरूको परीक्षा हुने हो, तर यहाँ त 1 महिनाभित्र 2 जना मन्त्रीहरू बर्खास्त हुनुपर्ने स्थिति आयो। यो कुनै विचार र बलिदानबाट आएको शक्ति नभएको पुष्टि भइसकेको छ, नेता पुनले बताएका छन्। त्यस्तै नेता पुनले प्रविधिको प्रयोगलाई आत्मसात गर्दै आफ्नो सङ्गठनहरूलाई पनि प्रविधि मन्त्री बनाउनु पर्नेमा जोड दिएका छन् भने सामाजिक सञ्जालमा देखिने आक्रमण शैलीले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै उनले कार्यकर्ताहरूलाई जनताको घर दैलोमा पुगेर वास्तविक मुद्दामा केन्द्रित हुन निर्देशन दिएका छन्। उनले मुलुकको राजनीतिक स्थिरता र समृद्धिका लागि स्थापित दलहरूले नै नेतृत्वदायी भूमिका खेल्नु पर्ने र त्यसका लागि पार्टीले नयाँ रणनीति तय गर्ने पनि नेता पुनले बताएका छन्। त्यस्तै नेता पुनले वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि आफ्नो एजेन्डा र सङ्गठनको शक्तिले नै अन्ततः देशको निकाल्न सक्ने विश्वास समेत व्यक्त उनले गरेका